नमस्कार साथीहरू। आज हामीले ब्याङ्किङ जोखिम र यसको प्रभाव न्यूनीकरण गर्ने उपायको बारेमा हेर्नेछौँ। जोखिम भनेको कुनै कार्य, निर्णय वा घटनाबाट अपेक्षित नतिजा प्राप्त नहुनु, हानि, क्षति वा अनिश्चितता उत्पन्न हुने सम्भावना हो। ब्याङ्किङ क्षेत्रमा के जोखिम हुन्छ नि त? पहिलो भयो क्रेडिट रिस्क। क्रेडिट रिस्क भनेको कर्जा नउठ्ने वा खराब कर्जा, नन पर्फर्मिङ लोनमा परिणत हुने जोखिम हो हैन। अनि न्यूनीकरण गर्ने उपाय, न्यूनीकरण गर्नलाई ऋणीको कर्जा योग्यता र धितोको उचित मूल्याङ्कन गर्ने, कर्जा विविधीकरण गर्ने र एकल ऋण सीमा निर्धारण गर्ने, पालना गर्ने, सम्भावित नोक्सानीका लागि अनिवार्य रूपमा कर्जा नोक्सानी व्यवस्था कायम गर्ने, क्रेडिट रिस्कको लागि। अनि तरलता जोखिम, लिक्विडिटी रिस्क भनेको बैङ्कसँग ग्राहकको माग अनुसार भुक्तानी गर्न पर्याप्त नगद नहुने वा कोषको अभाव हुने जोखिम हो। यसलाई न्यूनीकरण गर्नका लागि राष्ट्र बैङ्कले तोकिए बमोजिम, अनिवार्य नगद मौजात CRR र वैधानिक तरलता अनुपात SLR कायम गर्ने, सम्पत्ति र दायित्व व्यवस्थापन एसेट्स र लायबिलिटिज म्यानेजमेन्ट गर्ने, निगरानी गर्ने, अनि आन्तरिक संयन्त्र आकस्मिक तरलता सुधार गर्ने, स्ट्यान्डिङ लिक्विडिटी फ्यासिलिटीको सदुपयोग गर्ने। अर्को छ बजार जोखिम। बजार भनेको मार्केट रिस्क। बजारमा आएका परिवर्तनले बढ्ने जोखिम हो। जस्तै ब्याज दर, विदेशी मुद्राको विनिमय दर वा सेयरको मूल्यमा आउने उतार चढावले गर्दा संस्थाको पुँजीमा पर्ने नोक्सानीको जोखिम हो। यसलाई न्यूनीकरण गर्नका लागि विदेशी मुद्राको जोखिम व्यवस्थापनका लागि खुल्ला मुद्रा स्थिति ओपन पोजिसन लिमिटको पालना गर्ने, ब्याज दरमा हुने परिवर्तनको असर मापन गरी हेजिङ तथा ब्याज दर संवेदनशीलता जाँच गर्ने भयो। अर्को छ अपरेसनल रिस्क, सञ्चालन जोखिम। आन्तरिक प्रणालीको त्रुटि, मानवीय गल्ती, ठगी, कानुनी कमजोरी र बाह्य घटनाबाट हुने नोक्सानी हो। यो न्यूनीकरण गर्ने उपाय, बलियो आन्तरिक नियन्त्रण प्रणाली गराउने, लेखा परीक्षण र दोहोरो जाँच, मेकर चेकरको व्यवस्था गर्ने, अनि सूचना प्रविधि IT सुरक्षा नीति अपनाउने र विपद व्यवस्थापन योजना डिजास्टर रिकभरी प्लान लागू गर्ने। यो गरेर हामीले अपरेसनल रिस्क कम गर्न सकिन्छ। NRB डाइरेक्टिभ्सले अझै धेरै 7-8वटा जोखिमको बारेमा बताएका छ हैन। बजार जोखिम, हामीले बजार जोखिम र ब्याज दर जोखिम त्यो पनि छ। ब्याज दर जोखिम भनेको ब्याज दर सम्बन्धी उतार चढावबाट सिर्जना हुने जोखिमलाई उपयुक्त ढङ्गबाट सम्बोधन गर्न सक्ने गरी संस्थासँग उचित नीति र कार्यविधि हुनुपर्छ हैन। ब्याज दर जोखिमबाट बच्नका लागि NRB डाइरेक्टिभ्समा कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याज दर जोखिम, विदेशी विनिमय जोखिम र अन्य जोखिम गरेर 7वटा जोखिमको बारेमा बताइएको छ। तपाईँहरूले NRB डाइरेक्टिभ्स हेर्नुहोला, एकदम विस्तृतमा बताएको छ। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। थ्याङ्क्स फर वाचिङ। म अझै विषयवस्तुलाई स्पष्ट पार्ने प्रयासका साथ भिडियो ल्याउनेछु। सब्सक्राइब, लाइक, कमेन्ट गरेर सपोर्ट गर्नुहोस्। थ्याङ्क्स फर वाचिङ। बाई बाई, टेक केयर।